हाई गाइस, मसँग फेरि अर्को हेयर रिमुभर आइसकेको छ। यो चाहिँ के रहेछ भने यसको नाम चाहिँ तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ हैन। अनि यसले चाहिँ अस्तिको भन्दा यो अलिक राम्रो, अनि यसको प्राइस पनि अलिकति धेर छ, अनि यसले काम पनि राम्रो गर्छ भनेको छ। तपाईँहरूलाई मैले अस्ति उगारिवरी वान टाइम युज गरेर अनि अहिले चाहिँ म रिभ्यूको लागि आएको कस्तो छ भनेर हैन। मैले उगारेको छ, प्याकेज देख्न सक्नुहुन्छ यस्तो छ हैन। यसमा एउटा चस्मा छ, एउटा रेजर छ, अनि यो भयो चार्जर छ हैन। अनि यो चाहिँ ठुलो डिभाइस, यसले चाहिँ काम गर्ने हो हामीलाई कस्तो हुन्छ भनेर हैन। हामी छोरी मान्छेलाई राम्री त हुनु पर्यो, जसरी एनी हाउ राम्री बन त भन्नु छँदैछ नि हैन हामीलाई। त्यही भएर चाहिँ हामीले प्र्याक्टिस गरेर अब कस्तो हुन्छ हुँदैन म भन्छु। यहाँ चाहिँ तपाईँको बढाउने घटाउने छ। यहाँ उँभो थिच्दाखेरि बढ्दो रहेछ, उँधो थिच्दाखेरि घट्दो रहेछ। टिक 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 पारेर हैन। अनि तपाईँले चलाउनु कसरी चाहिन्छ त्यसरी तपाईँलाई इच्छा लागे अनुसार गर्न सक्नुहुन्छ। अनि यसको काम चाहिँ के हो भने तपाईँको यसले गरेर कतै रहे तपाईँको भुत्ला भुत्ली रह्यो भने चाहिँ यसले चाहिँ मजाले सनाक्सिनी पार्ने यसले काम गर्छ। अनि यो चाहिँ प्रोटेक्टर ग्लास आएको, किनभने यहाँ झिलिक झिलिक गर्दो रहेछ, त्यसले आइसलाई सेन्सिटिभ हुन्छ नि त आँखा त, त्यही भएर आइसलाई उयो नहोस् भनेर उयो गर्नको लागि। अनि यसको गर्ने चाहिँ कसरी रहेछ, यहाँ ठेक्क राख्ने, यसले केही चिसो हुँदो रहेछ, पोल्दो रहेछ। यो तपाईँहरूलाई एक थोपा पनि कतै पोलेन मलाई चाहिँ यसले। तर यसो गर्दाखेरि चाहिँ अलिअलि भुत्लाको कुखुराहरू डढेको, बाख्राहरू काट्दाखेरि भुत्लाहरू डढ्छ नि, त्यस्तो स्मेल चाहिँ आउँछ। अनि यसले चाहिँ के भनेको छ भने तपाईँहरूले एक दुईखेप गर्नुभयो भने पर्मानेन्टली आउँदैन भनेको छ हैन। अनि त्यसो भएपछि त रेजरको काम भएन नि त, किनिरहनु परेन, खर्च भएन हैन। अनि यसले चाहिँ काम गर्यो भने अनि त्यही भएर चाहिँ तपाईँहरूलाई नि यति चाहिन्छ भने म मेरो टिकटकमा लिङ्क राखिदिन्छु ओरेन्ज कार्डमा, त्यो लिङ्कलाई क्लिक गरेर पनि किन्न सक्नुहुन्छ। अनि मन पऱ्यो भने चाहिन्छ भने किन्न सक्नुहुन्छ। हस् त बाई।